परमेश्वरको उपस्थितिमा आउँदाखेरि चाहिँ स्त्री जातिहरू चाहिँ आफ्नो शिर ढाकेर आउनु चाहिँ शोभाको कुरा हो भनेर भनेको छ त्यो वचनमा। अनि त्यो कुराहरूलाई चाहिँ आज हामी प्रभुको उपस्थितिमा आउँदै गर्दाखेरि चाहिँ तिमीहरू मेरो उपस्थितिमा आउँछ भने चाहिँ तिमीहरूको शिर ढाकेर आऊ भनेर प्रभु हामीसँग बोलिसकेको छ। हामी सबैजना त्यही बोलावटमा अनि प्रभुसँग हात जोडिने पुगेका छौँ। अनि यो चाहिँ त्यही वचनले भने जसरी नै अब नलगाउनेको लागि त्यस्तो केही पनि छैन, तर हाम्रो बोलावट चाहिँ यस प्रकारले भएको कारणले हामी लगाएको। अनि कपडाको कुरा गर्नुहुन्छ भने गाइस फाइनली म चाहिँ यतापट्टि एउटा सानो प्रश्न गर्न जाँदैछु र उहाँहरूले हामीभन्दा छुट्टै प्रकारको कपडा लाउनु भएको छ। म अघिदेखि नै अनि यसमा हेरिरहेको छु, उहाँले छुट्टै प्रकारको कपडा लाउनु भएको छ। अनि म उहाँहरूलाई सानो प्रश्न गर्न चाहन्छु। ओके, आई विल आस्क सम क्वेसन। हजुरहरूले अरूहरूले भन्दा छुट्टै प्रकारको भेस्ट लाउनु भएको छ, कपाल पनि ढाक्नु भएको छ। अनि म माथि नोटिस गरिरहेको छु, हजुरले नाचिरहनु भएको छ, छुट्टै प्रकारको एउटा भेस्ट पनि छुट्टै छ, अरूहरूभन्दा छुट्टै प्रकार देखिरहेको छ। अनि ग्रुपमा देखिरहेको छु, अनि टाउको पनि ढाकेको देख्छु। अनि यसको मुख्य कारण चाहिँ के हो, जान सकिन्छ होला? ओके, हरेक बिहिबार साँझ 6:20 टेलिभिजन कार्यक्रम हजुर हजुर उहाँको माध्यमद्वारा चाहिँ हामी ठुलो बढ्दै गर्दाखेरि उहाँबाट चाहिँ हामी प्रभुमा हामी अघि बढ्दै उहाँको परिवारसँग पनि हामी बुझ्यौँ। अनि हाम्रो बोलावट चाहिँ कसरी भयो भन्दाखेरि परमेश्वरको उपस्थितिमा आउँदाखेरि चाहिँ स्त्री जातिहरू चाहिँ आफ्नो शिर ढाकेर आउनु चाहिँ शोभाको कुरा हो भनेर भनेको छ त्यो वचनमा। अनि त्यो कुराहरूलाई चाहिँ आज हामी प्रभुको उपस्थितिमा आउँदै गर्दाखेरि चाहिँ तिमीहरू मेरो उपस्थितिमा आउँछ भने चाहिँ तिमीहरूको शिर ढाकेर आऊ भनेर प्रभु हामीसँग बोलिसकेको छ। हामी सबैजना त्यही बोलावटमा अनि प्रभुसँग हात जोडिने पुगेका छौँ। अनि यो चाहिँ त्यही वचनले भने जसरी नै अब नलगाउनेको लागि त्यस्तो केही पनि छैन, तर हाम्रो बोलावट चाहिँ यस प्रकारले भएको कारणले हामी लगाएको। अनि कपडाको कुरा गर्नुहुन्छ भने वचनले भन्छ नि तिमीहरूको खाने तिमीहरूको लगाइ भएर पनि प्रभुको महिमा होस् भनेर भन्दछ। अनि हामीहरूले चाहिँ यो हामी एउटा ग्रुप भएको कारणले गर्दाखेरि दिदीबहिनीको एउटा ग्रुप भएको कारणले गर्दाखेरि चाहिँ हामी सबैजना एउटै लुगा लाएर प्रभुको उपस्थितिमा प्रभुको महिमा गर्न हामी आएको छ। धन्यवाद। थ्याङ्क यू।